केपी र बालेनले हार्नुपर्छ अनि कसले जित्नुपर्छ कि माटोले कि ताराले? माटोको मान्छेहरू चाहिँ के सबै बिग्ने बिगाउ मत क्या हो माटो होइन हौ घन्टीको। तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज एउटा मान्छेले यो भिडियो बनाएको रहेछ। 100 चोटि चाहिँ हेरिसक्यो होला आफ्नो तारिफ आफै। यहाँ हेरौँ न, यो भिडियो बनाएको रहेछ केटोले। 100 चोटि भइसक्यो हेरेको। बाफ रे बाफ। हेरौँ बाइक बाइक। हामी चाहिँ अहिले लुलो मार्केटको यात्रामा छौँ। आज चुनावी प्रचारमा 4 जना छौँ है। अलिक घटेछ सबै माटो। यता पनि किनिसक्यो नि जसरी पनि। एउटा स्यान्डविच किनिदिनु देख्नु भयो, स्यान्डविचमा बिक्ने भइसक्यो केटो। अनि माटोको मान्छेहरू चाहिँ के सबै बिग्ने बिगाउ मत क्या हो माटो होइन हौ घन्टीको। अनि माटोको मान्छेहरू चाहिँ के सबै बिग्ने बिगाउ मत क्या हो माटो होइन हौ घन्टीको। हाड बिनाको जिब्रो चिप्लिन्छ क्या। जिब्रो चिप्लेको होइन क्या, सही कुरा बोलेको हो क्या। त्यही भएर छुपाएको कुराहरू के भन्छ लुको छोरो जस्तो। अनि के हो आजको माटोको झापाको त्यो जनसागरको बारेमा के भन्न चाहन्छौ? त्यो भनेको सबै पेल्टीमारी इलामको र सबै होइन, 2 जना चाहिँ त्यहाँ मैले देखेको थिएँ। म पनि चिन्छु तिनीहरूलाई। म पनि पेल्टीमारी र पेल्टीमारीको। तर पेल्टीमारी पनि कतिसम्म झापा छ भन्ने चाहिँ मलाई अलिक थाहा छैन। कमल र इलामको तर होइन होइन, अब निष्पक्ष म बोल्छु आफ्नो समर्थनको लागि मात्रै पनि होइन। तर होइन दाइ, तपाईँ धेरै नै अराजकलाई चाहिँ कस्तो भन्छ? थट घन्टीको बारेमा तपाईँ धेरै नै विरोध। घन्टी त म त मेरो उयो म जुनैको बारे बोलिरहेको छु नि। यति सानो कुरा भेट्यो भने पनि तपाईँ त्यो भ्युजको लागि हो कि के हो अनि तपाईँ धेरै नै भ्युजको लागि माइक चाहिँ आफ्नै मात्र गाडेपछि मेरो आवाज कहाँ सुनिन्छ त? माइक चाहिँ आफ्नै मात्र गाडेपछि मेरो आवाज कहाँ सुनिन्छ त? जय माटो हो देखिहालिन्छ। आजको दमकको आमसभा देखेर केटाहरू तर्सेका छन्। आजको दमकको आमसभा भनेको त्यो धरानबाट ल्याएको हुल्लु मात्र हो। निष्पक्ष बोलौँ ल निष्पक्ष बोल्नु नि त, लु बोल्नु त। निष्पक्ष सबै। अहिलेको माहौल कसरी मैले निहालिरहेको छु भने बालेन आउँदा त्यस्तै छ, के अरे हर्क आउँदा त्यस्तै छ, के अरे केपी ओलीको पनि त्यस्तै छ। तर केपीएल त बाहिर निस्किन अब सक्नु पर्यो, हिम्मत होइन। त्यो आउँदा पनि त्यत्तिकै देखिएको थियो। अस्ति त्यो के दर्ता अरे थिएन त्यति थिएन केपीएल त्यति, तर थियो जनसागर त थियो। अनि अर्को कुरा गुपचुपमा भएको चाहिँ मैले ताराको नेपाल कम्युनिस्ट पार्टीको उसको चाहिँ मैले त्यसरी आमसभाहरू र्यालीहरू देखेको। ताराको चाहिँ अब सुनसरी 1मा त्यो एउटा के भन्छ पिप्सो के अरे के भन्छ नि त्यसलाई ढुकुरे त्यो सुनसरी 1मा चाहिँ ढुकुरेले जित्नुपर्छ भन्ने मेरो माग हो होइन। सुनसरी बासीहरूलाई मेरो पनि माग भनेको ढुकुरेले जित्नुपर्छ होइन। ढुकुरेले होइन, दमकमा केपी र बालेनले हार्नुपर्छ अनि कसले जित्नुपर्छ कि माटोले कि ताराले? हो रन्जित तामाङ त देख्यो धमलाको दोस्रो रूप। रन्जित तामाङ त होला त। रन्जित तामाङ त होला त। ए रन्जित अरे के तामाङ अरे तपाईँको के समीर तामाङको त देख्यो त धमलाको दोस्रो रूप। जित्यो भने त्यो रन्जित तामाङले जित्यो भने चाहिँ के होला? समर्थनले सपोर्ट गर्ने हो। अलिकति अब म यसो रिल सिलमा बनाउने भएको कारणले पनि बढाइ चढाइ त गर्नै पर्यो। अलिकति मसला त थप्नै पर्यो। त्यति नथपे त फेरि 21,000 भ्युज आउन गाह्रो छ। 21 मात्रै 35 पुगिसक्यो होइन अहिले स्टार्टिङ। जब 4वटा बुढी भएको थाहा पाएँ त्यहाँदेखि चाहिँ निस्केको होइन। बालेनको कसरी 4वटा बुढी छ? बालेनको त एउटै मात्रै। तपाईँ रविको कुरा गरेर होइन, मैले बालेनको कुरा गरेको। बालेन जेनजी पछाडि मैले अलिकति समर्थन गर्नु छोडेको त्यति मात्रै हो। तर जेनजी पछि पनि अराजक कुराहरू गरेर ओ सुध्रिने आत्मआलोचना भन्ने कुरा चाहिँ पटक्कै नगरेको कारणले
जति केपी ओलीप्रति घृणा छ त्यति चाहिँ बालेनप्रति होइन। तर मेरो असमझदारी भन्छ नि एउटा, त्यो चाहिँ हो। तपाईँलाई बालन शाहप्रति के चाहिँ असमझदारी छ त्यो भन्नु त मलाई। नेपाली जनताले जुन समयमा भन्दाखेरि उसले देश सम्हाल्नु त्यो आउनु नआउनु उसको इच्छाको कुरा हो दाइ। उसको इच्छा नभएको कारणले त मैले पनि विरोध गरेँ। उसको विरोध भन्दा पनि मेरो असहमति र त्यो त्यस्तो त्यो यो भनेको भ्यालिड रिजन होइन क्या दाइ विरोध गर्नमा। बालेनलाई म साइलेन्ट किलर मान्छु। जेनजीलाई नमस्ते। अरे यार म त छोडिएँ त अनि कसरी आउनु अब। यो अहिले रोडको हल्का समस्या भएको कारणले गर्दाखेरि चाहिँ भागिदिइहाल्नु पर्छ होइन। अहिले अलिकति यहाँ रोडको समस्या आइरहेको छ। अब यसको लागि चाहिँ मै मेयर हुनुपर्ने जस्तो कुरा म देखिरहेको छु। भागौँ हामी कहाँ आयौँ अरे? लुलु। अब यहाँनिर मान्छेहरूको चाप तपाईँले देखिराख्नु भयो। अब यसलाई म्यानेज गर्नको लागि चाहिँ बालेन शाह नै आउनु पर्यो क्या जुबेलमा। बालेन शाह आउनु पर्यो कि त म आउनु पर्यो क्या यहाँको मेयर। के भन्न चाहनुहुन्छ तपाईँ यस विषयमा? यस विषयमा म केही भन्न चाहन्न। तर यही हो कि जसले जिते पनि माटोले चाहे जितोस्, चाहे घन्टीले जितोस्, चाहे ताराले जितोस्, तर र अब भावी हाम्रो पुस्ता चाहिँ हामीले जस्तो यसरी 10औं वर्ष विदेश बसेर अर्काको गाली अनि अर्काको देशमा पसिना बगाउनु नपरोस्। यही कुराको लागि चाहिँ दर्शकबिन बालन शाहलाई जिताउनु पर्ने हुन्छ। थ्याङ्क यू। जय माटो, जय घन्टी। कहाँ गयो दुईजना? ल आजलाई यति भन्दै हामी भिडियो अन्त गर्न चाहन्छौँ साथीहरू। हामी अहिले ठ्याक्कै लुलु आइपुग्यौँ। हुन्छ, थ्याङ्क यू फर वाचिङ एभ्री वान।